नमस्कार मित्रहरू, आज हामी सिद्धिथुम्का पञ्चमीबाट वीरतमोडसम्मको यात्रा गराउँदैछौँ। यात्राको क्रममा हामी मोटरसाइकलद्वारा यात्रा गर्दैछौँ। मोटरसाइकल यात्रा गर्दाखेरि हामी यो अहिलेको बाटो धेरै धुलो भएकोले थोरै असहज हुने भएकोले गर्दाखेरि हामी गुनमुने यानि कि वैकल्पिक बाटोको हामी प्रयोग गर्दैछौँ। हामी सोयाक नवमीमा छौँ। यतिखेर सोयाक नवमीबाट यो वैकल्पिक बाटो छुटिन्छ। हामी देखाउँदैछौँ। अब यो देख्दै हुनुहुन्छ यहाँ दुईटा तीनटा बाटो, यो बिचको बाटो पनि नभएर हामी सिधै देब्रेतिर होइन दाहिनेतिर मोडिनुपर्ने हुन्छ। त्यसो हुँदा हामी गुनमुनेको बाटोको यात्रा तय गर्छौँ। यो बाटोबाट यात्रा गर्दाखेरि धेरै फाइदाका कुराहरू छन्। सम्भवतः यहाँ गाडी अलिकति कम गुड्छन्, त्यसैले गर्दा धुलो पनि कम छ। र अर्को फाइदा भन्नुपर्दा यो बाटो तुलनात्मक रूपमा केही छोटो दूरीमा छ। हामी अहिले सोयाकको यो निर्फुक बाटोमा छौँ। यतिखेर हामी गुनमुनेमा पुगिसकेका छौँ। यो गुनमुनेको पुल, नयाँ बनेको झोलेङ्गो पुल, यहाँनिर गुनमुनेमा मेला पनि लाग्ने गर्छ। हामी यो पुल कटिसकेपछि सानो बजार जस्तो आउँछ। बजार पाटबाट हामी देब्रेतिर मोडिनुपर्ने हुन्छ। देब्रे मोडिएपछि हामी सुन्दर चियाबारीमा पुग्छौँ। यो सुन्दर चियाबारी सम्भवतः मलाई लाग्छ सोक्तिङ चिया कमान हुनुपर्छ। र यहाँको केही समथर यात्रापछि हामी उकालो चढेपछि पुनः अघिकै हाम्रो ठुलो बेलासी खण्डबाट चल्ने ठुलो बाटोलाई हामी पुनः भेट्छौँ र हाम्रो यात्रा फेरि सुरु हुन्छ। अहिले हामी चियाबारीमै छौँ। हामी केही समयको केही मिनटको यात्रापछि हामी त्यहाँ रबर खेती भएको क्षेत्रमा पुग्छौँ। अहिले त हामी चियाबारीमै छौँ। यो रबर खेती भएको क्षेत्रबाट हामी केही मिनटको यात्रापछि हामी ठुलो बाटो यात्रा गर्दै गरेको बाटोको अर्को भागमा हामी पुग्छौँ र सहजै तरिकाले वीरतमोडसम्मको यात्रा गर्न सक्छौँ। साथीहरू, हामी यतिखेर लोधिया पुगिसकेका छौँ। हामी देखाउँदैछौँ लोधियाको पुल। लोधियाको पुलपछि हामी पुग्यौँ सितली चिया कमानमा। यो अत्यन्तै मनमोहक छ। पर्यटकीय दृष्टिकोणले पनि एकदमै रमाइलो छ यो सितलीको चिया बगान। हामी केही समयको यात्रापछि हामी पुग्छौँ लगभग आधी घन्टा जतिको यात्रापछि हामी वीरतमोड पुग्छौँ। यहाँबाट हामी जेमद्वार पुगिसकेका छौँ। यतिखेर अब हामी अर्जुनधारा क्षेत्रमा पुगिसक्यौँ। वीरतमोड पनि पुगिसक्यौँ साथीहरू। ल त तपाईँहरू कताबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला र यस्ता भिडियोहरू म अरू पनि बनाउन सकौँ। तपाईँहरूको कमेन्ट लाइकको एकदमै खाँचो छ। सब्सक्राइब गरिदिनु होला, गराइदिनु होला। हामी वीरतमोड मुक्तिचोकमा पुगिसक्यौँ। हस् त, धन्यवाद।